you? Fine, खाएको कि के गर्नु? जनायो भनिरहेको छु त। So guys, एकजना आज बिहान नहाइरहेछ, नहाई एकदम चिसो पनि। हेलो गाइस, हाउ आर यू? फाइन, खाएको कि के गरेको यो? यो के गरेको? अनि यति चिसोमा को आउँछ रे? फाइनली गाइस, हामी होटलबाट चेक आउट गरिलिएछौँ अनि हामी कहाँ गइरहेछौँ? त्यो के हो, शान्ति स्तूपा गइरहेछौँ। त्यहाँबाट हामी फेरि तल आउने हो अनि अरू ठाउँहरू हेर्ने हो। हाई गाइस, स्टे ट्युन। सो गाइस, यहाँबाट एकदमै राम्रो ब्युटिफुल हेर्न सक्नुहुन्छ तपाईँ। अझ माथि गएर हामी तपाईँले एकदम फुल्ली एक्सप्लोर गराउँछु कि यो पोखरा। त्यही भएर हामीसँग स्टे ट्युन बस्नुहोस् अनि अगाडि हिँड्नुहोस्। अगाडि मोबाइलमा निकालेर फोटो खिचेको त पहिलोचोटि होला। अगाडि यसमा आउँदाखेरि फोटो निकाल्छ। फाइनली गाइस, हामी अहिले छौँ कुन स्टुपा? यो पोखरा स्टुपामा हामी आइसकेका छौँ अनि यहाँ हेरेर पहिला पुरा घुमिहाल्छौँ। त्यसपछि हामी अगाडि जान्छौँ। पोखरा पुरै भिजिट गर्नु छ आज पोखरा। अब टाइम कम छ, त्यही भएर यहाँ छिटो यहाँ पुरै सकाएर यहाँबाट हिँड्छौँ हामी। यो चाहिँ भ्यू एकदम दामी लगिरहेछ, हेर्नुहोस्। एकदम हेर्ने एकदम खतरनाक छ कि खतरनाक भ्यू, हेर्नुहोस्। अनि यहाँबाट पुरै पोखरा देखिन्छ क्या, पुरै पोखरा, त्यो ताल साल सब यहाँबाट हेर्छन् कि। यहाँ तपाईँहरू पनि हेर्न सक्नुहुन्छ। यहाँ हेर्नु कि यहाँबाट पोखरा देखिन्छ कि। सो तपाईहरू पनि पोखरै घुम्न आउनुहोस् होइन? दाइ केही भन्न चाहनुहुन्छ तपाईँ? मलाई सोधिरहनु भएको छ। हजुर दाइ, यहाँनिर साइलेन्स भन्ने खालको, त्यही भएर केही भन्न चाहिरहेको छ। त्यही भएर म अलिक ब्लगमा स्लोली बोलिरहेको छु क्या। तर पनि ब्लग त बनाउनु छ। गाइस, हामी यहाँबाट अब जान लाग्यो। हामीलाई अरू ठाउँमा पनि जानु छ, त्यही भएर यहाँ बढी टाइम नलगाइरहेछौँ। हामी त्यहाँबाट जान्छौँ। अनि हामी एउटा ठाउँ त बिर्सिरहेको थियो, अब खोइ त्यहाँ जान सकिन्छ कि सकिँदैन। म तपाईँहरूलाई त्यो पहिला त्यो ठाउँ हराएँ। हामी त्यहाँ जान खोजिरहेको थियो, त्यहाँ त अब जान सकिँदैन जस्तो लागिरहेछ, किनभने हामीहरूले धेरै लेट भइरहेछ। अरू ठाउँमा पनि जानु छ। अहिले पनि जोडले बोल्न सकिँदैन किनभने यहाँ साइलेन्टको बोर्ड लागेको छ, पुरै हटिसकेछ। ठिकै छ। सो गाइस, तपाईँहरू पनि के हो ब्लगर लाइक गर्नुहोस् के, लाइक सेयर कमेन्ट सब्सक्राइब सब गर्नु के भयो? त गइरहेछ त, के बस्ने हो? के म त भिडियो गरेँ। सो गाइज, हामी त्यहाँबाट हिँड्दैछौँ। अभी हामी कहाँ जाता नि छ? गुप्तेश्वर मंदिर। अभी कहाँ से गुप्तेश्वर मंदिर कहाँ जाता नि छ मिस? गुप्तेश्वर। अहिले गुप्तेश्वर जाँदैन क्या?
पहिला डेभिस फल त्यसपछि गुप्तेश्वर क्याब ब्याट क्याब के क्याब। फाइनली गाइज हामी पोखरा सिटी त नभनौँ हामी त्यो डेभिस फलनिर आइसकेको छ नि। यहाँ गुप्तेश्वर क्याब यहीँ छ, यहाँ छ गुप्तेश्वर क्याब मिस हाम्रो मिस। अनि यो कसको मिस थाहा छैन। और ये हमारे सब दोस्त हैं और इसके पीछे गाड़ी है और ये सब भोगलोल इधर क्या करना है कोई पता नहीं। साले का खोपड़ी तोड़ साले का। फाइनली गाइज हामी जान लागेको डेभिस फलनिर। अनि डेभिस फल धेरै टाढा छ, एकदमै टाढा छ। डेभिस फल एकदमै टाढा छ कि एकदमै टाढा। ये क्या है? तुम्हारे जैसे लोग इस देश के लिए श्राप। होइन धेरै टाढा छ, जानले टाइम लाग्छ के। हामी आइसकेको छु डेभिस फलनिर हैन। अब यहाँ हेर्नुहोस् कतिवटा मार्केट धेरै छ क्या। यहाँ मार्केट बहुत ज्यादा मार्केट है, बहुत ज्यादा घुमेला बहुत जगह घूमने के बाद। ल सोध्न टिकट कति लाग्छ एकजनाको। अनि गाइस हामी भित्र छिरिसकेको छौँ। अनि एकजनाको टिकट कति लागिरहेछ? एकजनाको टिकट कति लागिरहेछ? 40 रुपियाँ लागिरहेछ। 40 रुपियाँ लियो। 100 रुपियाँ के को लेखेछ त भन न पहिला। अबे लागिरहेछ त लागिरहेछ न, मेरो के थाहा। त्यही भएर मेरै ठिक छ 20 रुपियाँ लाग्यो हो, किनभने म स्टुडेन्ट कार्ड लिएर आएको छु। म त पक्का स्टुडेन्ट हो नि। राजस्व भयो तेरो त। म त स्टुडेन्ट हो नि। 20 रुपियाँ लाग्यो होइन। कति जे पनि खुसी भइरहेको छु। यहाँ अस्ति आएको थियो, हामी अस्ति भनिरहेको छु, अहिले आजभन्दा 3 साल पहिला आएको थियो। अनि यहाँको एकदम राम्रो भिडियो गरेर म लगेको छु, त्यसको भ्लग पनि बनाइदिएको छु। तपाईँहरू हेर्न चाहनुहुन्छ त यहाँ आई बटनमा क्लिक गरेर हेर्न सक्नुहुन्छ। ल हामी तपाईँले डेभिस फल हेर आउँछौँ। अब यो भाइ सोधिरहेछ कि यो जुन पानी झरिरहेछ त्यो कहाँ जान्छ। म भने कि यो पुरै पानी फेरि गुप्तेश्वर क्याबबाट हुँदै अब कहाँ जान्छ कहाँ जान्छ त्यहाँ जान्छ त म तपाईँले बताउँछु। गौसे दाइ हाम्रो नेसनल जियोग्राफीको गाइड हुनुहुन्छ र यो आज गाइड गर्नुहुन्छ सबजनालाई। अनि यो पुरै भ्लग आउँछ ओन्ली वान डिस्कभरी च्यानल द जितपुर क्रुमा। ल है गाइस तपाईहरुले त्यो साउन्ड त सुनिरा होला नि, कति यो कराइरहेछ यो पानीको झर्ना, कति एकदम साउन्ड गरिरहेछ, तपाईहरुलाई थाहै लागिरहेछ। यहाँ पुरै अनि यो सब हाम्रो फ्यान हो। गजब बेइज्जती है। फुल्ली इन्जॉय। आमा कस्तो गहिरो छ। ल म ब्याक क्यामेराबाट तपाईले हेराउँछु है। म पहिल्यै भनिरहेको थिएँ यहाँ केही छैन हेर्ने, त्यही हो डेभिस फल हेर्ने, अरू केही छैन। अनि त्यहाँबाट अझै हेर्छु म पहिला। त्यहाँबाट हेर्दै हेर्नु कति गयो। हम इधर को निकलती, अब किधर जाती हमको नहीं मालूम होती। गुप्तेश्वर को जाती, कहाँ जाती इसका बारे में हम आपको आगे जाके बताती। उसके बाद और ये भड़वा यहाँ बसती, हम यहाँ नहीं बसती। हिंदी जो तुम यहाँ बसती की जलती, तुम यहाँ बसती की चलती, क्या करती यहाँ बसती तो यहाँ से चलती पहला। सो हबीबी हम यहाँ को निकलती और किसी का भी ले लेती। So guys, हामी आइसकेका छौँ। कहाँ थाहा छैन, गुप्तेश्वर क्याबमा आइसकेका छौँ हामी। यहाँ हेर्नु यहाँबाट एकदम कस्तो भ्यू आउँछ माथिबाट होइन, मेराइदिन्छु। अनि मैले यो टोपी लिएको कस्तो लागिरहेछ भनिदिनु कमेन्टमा छिटो। गाइस हामी गुप्तेश्वर क्याबमा गइरहेको छु। अनि भित्र जुन त्यो डेभिस फलको जुन वाटर झरिरहेको थियो नि,
त्यो पुरै वाटर यो केभमा हुन्छ क्या यो भित्र गुफामा अनि त्यो तपाईहरुलाई म हेर आउँछु कति गहिरो छ त्यसपालि म यो सब डिटेल गर्न सके थिएन त्यो एसएलसी टुर वालामा यसमा गरिरहेको छु त्यही भएर तपाईहरु स्टे ट्युन अनि हेर्दै बस्नुस् एकदम केही छैन यसमा हैन लक्ष्मण केही छैन घुम्न के छ र अनि किन गइरहेछ त अहिले हिँड्दै जान अहिले त त्यो झर्ना हेर्नै पाएको छैन तँलाई त यसमा झर्ना पनि छ म त आएछु त यसमा के रे यहाँ अल्ट्रा नाइट मोडमा हालेको छु स्न्यापच्याट त्यही हो झर्ना यसमै जान्छ के यहाँ न भित्र जाऊ न पहिला आउनु न आयो झर्ना आयो भनिरहेको छु त ओइ अलि भित्र छ अलि सो गाइस त्यसको क्याबमा अनि त्यसमा जुन त्यो डेरिस खल्थ्यो नि वाटर बगिरहेको थियो हो त्यो पुरै वाटर यसमै आउने हो क्या ल यहाँ हाम्रो चिनी पानी घुलेर भगवान छ ल म चाहिँ फोटो तानिहाल्छु ल ढोक तिमीलाई नचिने कसलाई चिन्छ त अहिले अब तपाईँ बुझ्नुहोस् यदि यो भूकम्प आयो भने यसमा हामी के हुन्छ हाम्रो त्यस्तो नभन्नु न यार हामी अब तल जान्छु त्यहाँ मुस गइरहेछ लक्ष्मण नपनि के गइरहेछ केही भन्दै हिँड्न भाइ आराम से चलिए कोई फर्क नहीं पड़ेगा आप लोग कहाँ से हैं? मुंबई चलिए ठीक ही है हम तो यहीं से जीतपुर नेपाल ही से कहाँ पर आता है हिंदी टेंशन नहीं है अब फिर बिचली बारे ये मेरा अपने रूबी हो ओ गाइस मेरे अपने रूबी हो यसलाई इग्नोर गर्नु हुँदैन बस 16 रुपैयाँ काट ओ ल यार रूबीलाई ओए रूबीको इन्ट्रोडक्सन नि त रूबीलाई नदेखाएको त नि क्यामेरा अनि म्यान फुट्ला फेरि म ओ त्यो हेर्नुस् त्यो डेभिस फेलबाट त्यो झर्ना यहाँ आइरहेछ कि भाइ कहाँ गयो त भाइ त्यही हो यो झर्ना त्यो डेभिस फलबाट आएर यहाँ मिक्स भइरहेछ ल हामी अब यहाँबाट जाने हो सो गाइस हामी यहाँबाट जान लाग्यो अब अहिले चाहिँ के भन्छ ब्याक क्याब बाँकी नै छ त्यहाँ पनि जाने हो त्यसपछि फेवाले धेरै जानु छ त्यही भएर हामी यहाँबाट हिँड्छौँ ल गाइस हामी गइरहेको छौँ ल गाइस
ल्याङ गरेको नि के हो रे किन बढी बोलेको